हेलो एन्ड नमस्ते एभ्रिवान। आई होप सबैजना सन्चै आराम हुनुहुन्छ होला एन्ड म पनि सन्चै आरामै छु। एन्ड या गाइज अहिले चाहिँ म जङ्गलको बिचमा छु अनि अहिले चाहिँ म सोलो हाइक आएको। आज खासमा भ्यालेन्टाइन डे हो। कति घरमा बस्नु होइन, अनि लास्टै झ्याउ लागिसकेको थियो अनि यसो फ्रेस हुँ भनेर आज सोलो हाइक आएको होइन जानु छ। अनि टिकटहरू पनि मैले काटेर पनि माथि आइसकेँ। टिकट चाहिँ पर पर्सन 100 रुपियाँ पर्दो रहेछ नेपाली। अनि बाइकहरू पनि आउँदैछ, कति आउने जाने भइरहेछ मान्छेहरू चाहिँ। अनि अहिले चाहिँ म यहाँनिर यस्तो रेस्ट गरिरहेको यस्तो फ्रेस हावा होइन। अनि त्यही अब चाहिँ बिस्तारै माथि जानुपर्ने हुन्छ। अनि त्यही ल मैले जङ्गलको बिचबाट भिडियो सुरु गरेँ क्या। आज सुतिरहेको रहेछ भने मान्छे त ठिक छ नि, मैले भिडियो बनाउनु केही फरक पर्दैन होइन। अनि त्यही हो ल, बिस्तारै माथिसम्म जान्छु होइन। अनि 100 रुपियाँ त खेर जानु भएन नि त। अनि जति सक्छ त्यति मैले खासै नहिँडिरहेको चाहिँ मान्छे होइन, हिँडिरहेको है। यो खासै मलाई यो के नयाँ नौलो के लाग्दैन। अनि त्यही जाने यस्तो मजा आइरहेको छ अहिले चाहिँ। जस यो हावा खाँदै होइन, तिमी त मस्त आनन्द सुतिरहेको रहेछ क्या। मस्त जङ्गलको बिचमा चिल्याक्स, कसैको टेन्सन छैन, मस्त सुतिर। माथि जाने एक्लै आऊ कि एक्लै? कहाँदेखि आएको? एकान्त कुनाबाट यहाँसम्म हाइकिङको लागि भनेर मान्छेहरू सबै आउँछ। तिमी चाहिँ आउनु पर्दैन, तिमी चाहिँ घरमै सुतेर बस ल। यस्तो नजिकै काठमाडौँ नजिकैको हाइकिङ यस्तो दामी ठाउँ छ, आएर घुम्नु सुम्नु छैन, सुतेर बसिरहेको ठिकै छ। हामी जाउँ होइन। सबजना साना फ्याफा छाती फुट्ला जस्तो भइसकेको रहेछ। अरूहरूको त पहिला गएकोहरू त बिहान गरे जस्तो लाग्यो उनीहरूले चाहिँ। अनि फर्केर नै आइसक्यो कतिजना चाहिँ, फकिर भएर फर्किरहेको छ सबैजना। के सोधौँ भने के सोधौँ है। बाँदरले अहिले मोबाइल लगिदिएला मेरो यार। यहाँ मजै मजा छ। अब सिधा रोड भनेपछि फेरि बाटो मजा छ। फेरि फोहोरहरू गरेछ, फेरि गाली गर्नु पर्यो मैले। यति मजा आउने ठाउँमा आएर फेरि बोतलहरू फालेछ ल्याएर यहाँ। कति मभन्दा अगाडि आउनेहरूलाई पनि मैले टपेर तिनीहरूभन्दा अगाडि म निस्किसकेँ। एन्ड थाक्न त थाकिरहेछ, त्यही पनि नन स्टप हिँडिरहेको छु म। त्यही हो, रुकना नहीं चाहिए, जस्ट निक्लो घर से, बैग पैकिंग करो, निक्लो। मजा छ मजा। त्यही माथि सोलो आउन लास्टै मजा छ। ब्यागमा चाहिँ त्यस्तो भारी सामानहरू राख्नु पर्दैन क्या, थोरै 3टा केरा एउटा पानी पुग्यो। मान्छेहरू कोही ग्रुपमा फ्यामिली यत्रो बच्चाहरू नि आएको छ क्या। अनि गर्लफ्रेन्डसँग आज भ्यालेन्टाइन डेमा नि यस्तो जङ्गल हिँडिरहेको छ भने जोडीहरू, कोही कपाल आएको छ, कोही फ्यामिली आएको छ, कोही सोलो आएको छ, कोही ग्रुप साथीहरू आएको छ। अनि सबलाई पछि पारेर कहाँ पर्खेर बस्यो भने त अनि कहिले पुगिन्छु त। निस्किने हो, पानी एक मुख नि खाएको छैन। त्यही हो, धेरै बोल्न चाहिँ जानिनँ। 1 घन्टा हिँड्यो अरे, 2 घन्टा हिँडे जस्तो लागिसक्यो। हिँड्न चाहिँ सहरमाथि नि चढ्न सक्छ होला यसरी त है।
कति 1 बजीतिर हिँड्यो 1 बजी त म त्यहीँ थियो 2 बजी हिँड्यो होला 3 बजी आयो म अरू जसरी रोकिएर आएँ बस्दै आउँदै गरेर हिँडेर नि त थकाइ मात्रै नन स्टप 1 बोतल पानी थियो नन स्टप हिँडे गऱ्यो अहिले मान्छे आज शनिबार यति धेरै रहेछ कि मालामाल भयो आज है तपाईँहरू आर्मी होइन खिच्न मिल्दैन है कहाँ हो मैले अलिअलि जाने छ ए यो भयो जमल कोही चाहिँ चुतिया हुँदो रहेछ क्या घुम्न चाहिँ आउने तर हेर यहाँ यस्तो घुम्न चाहिँ आउने जामा चौक होइन अनि यस्तो गर्ने ल हेर यहाँ ल हेर यो खाएपछि त उठाउनु पर्दैन फर्किँदैछु अहिले म कोही मान्छेहरूले कति फोहोर गर्दो रहेछ नि त्यहाँ माथि यति धेरै फोहोर भइसकेको रहेछ कि बोतल अनि प्लास्टिकहरू फोहोर भइसकेको रहेछ अहिले चाहिँ प्लिज फोहोरलाई चाहिँ व्यवस्था गर्नु होला आफूले खाएको आफूले लाएको आफूले लिएर आएको फोहोरलाई अनि त्यही हो बिगिनरहरूको लागि चाहिँ यो ट्रेल चाहिँ एकदम सजिलो छ अनि आउँदा हुन्छ अनि जस्ट 1.5 घन्टा लाग्छ खुइ हिँड्यो भने 1 घन्टामा मलाई त सजिलो लाग्यो एकछिनमै पुगेर जस्ट मैले चाहिँ अनि 1 बोतल पानीले कम्प्लिट गरेँ माथि खाजाहरू नै टन्नै थियो मैले 200 रुपियाँ लिएर आएको थिएँ मैले 100 रुपियाँ टिकट तिरेँ 100 रुपियाँ चाहिँ अझै बाँकी छ मैले चाहिँ खाजाहरू केही पनि खाएन मलाई भोक पनि लागेको छैन 3टा केरा किनेको थिएँ होइन 40 रुपियाँ परेको थियो केरा नि बाँकी नै छ जस्ट एकछिन भ्यूलाई इन्जोय गरेँ बब्बाल रहेछ तर योभन्दा चाहिँ मनसुन टाइममा आउँदा चाहिँ बेस्ट हुन्छ हरियाली हेर्न मन छ भने चाहिँ मनसुन टाइममा आउँदा बेस्ट हुन्छ अनि आर्मीहरूले ल्याङ गऱ्यो क्या ए गयो निस्कि तिमीहरूको टाइम भइसक्यो भन्नु भने क्या अनि त्यही भएर म निस्किहालेँ जस्ट सजिलो छ को आउने हो आउँदा हुन्छ अनि एकदम धेरै सजिलो छ यो ट्रेल मैले त जस्ट सोलो नै कम्प्लिट गरेँ आजको दिनमा त्यही हो मान्छेहरू हिँड्नुभन्दा धेरै हल्ला गरेर हिँड्छन् हाँसेर होइन हिँड्नु नि खुइ लाएर खुइ हिँड्ने ल अघि 4 बजी त्यहाँ माथि भ्यू पोइन्टबाट म ओर्लेको थियो अहिले एकैछिनमा यहाँ आइसक्यो त अर्को सेकेन्ड भ्यू पोइन्टमा एकछिनमै यस्तो नर्मल मेरो लागि त नर्मल एक्लै जहाँ पनि गइदिन्छु त अनि म जहाँ पनि अलिकति क्यामेरा चाहिँ नराम्रो होला त्यही हो मान्छेहरू त्यही अनि फोहोर पनि अति धेरै गरेको छ फोहोरहरू पनि यति धेरै भइसकेको छ फोहोरहरू होइन अनि मान्छेहरू मान्छेलाई डिस्टर्ब के हाँसेर या हल्ला गरेर हिँड्ने अनि हिँड्नुभन्दा धेरै हल्ला गर्ने धुलो उडाएर होइन टक्क आफ्नै तालमा हाइकको मजा लिँदै महसुस गर्दै हिँडे पो हाँस्या छ ब्याङ मुङ के हो पारा अनि यहाँ चाहिँ अहिले रेस्ट गर्न लाग्यो अनि सोलो भन्दा चाहिँ मलाई के भन्नु लाग्यो भन्दाखेरि सोलो पनि गर्न सकिन्छ तर सोलो प्लस 2 जना आउँदा चाहिँ ठिक हुन्छ इफ फोटोहरू खिच्न भिडियोहरू बनाउन मन छ भने चाहिँ 2 जना ग्रुप मिलाएर आयो भने एकदम बेस्ट हुन्छ यहाँ माथि डाँडा भयो यत्रो माथि आज अनि तल आइसक्यो म 1 घन्टा लाग्यो जम्मी 1 घन्टा धेरै जस्तो स्टुडेन्टहरू आएर चाहिँ के हो बसै लिएर आएर आफू त एक्लै आयो मजा भयो खुट्टा चाहिँ अलिकति घुँडा चाहिँ अलिकति छास्छ अनि फोहोर चाहिँ अति धेरै भएको छ फोहोर चाहिँ धेरै नै भएको छ यहाँ गाइस फोहोर धेरै हुनुको कारण नै हामी घुम्न आउनेहरूले गर्दा हो अनि फोहोर चाहिँ नगरिदिनु हो क्या त्यति हो क्या त्यति भएपछि घुम्न नि मजा